हाई गाइज गुड मर्निङ नमस्ते। आज चाहिँ हामी घर आइसकेका छौँ र रक्सी पार्दैछ यता हाम्रो पुसैले यता हेर्नु त। अनि आज नगीको दिन नगी मेला। अब गाईलाई त होइन गोरुलाई चाहिँ पहिला अब मङ्सिरको नयाँ अन्नबाली थन्काएको त्यही उपलक्ष्य सुरुमा चाहिँ अब घरभित्र नि बेला चाहिँ मान्छेले खानाभन्दा अगाडि चाहिँ गोरुलाई खानिदिन्छौँ होइन। पुसा किन खानिदिने रे भन्नु त यता फर्केर। गोरुलाई काइमा लाँदै मलाई बाजेलाई नि खानिदिनु पर्ने हलिलाई नि ऊ त खाइसक्यो। यो त हाम्रो फुपू चढाएको छैन, ऊ त खाइसक्यो। गोरुलाई हलिलाई खानिदिएर बल्ल खाने गर्नु मान्छेले। गोरुलाई चाहिँ किन दिने रे पुसाइ? गोरुले जोतेर त खेती गरे नि त के भनेर खानिदिने रे भन्नु त? के भनेर खानिदिने रे? ल तिमीहरूले गर्दा हामीले खेतीपाती यत्रो भित्रमा पायो, थन्क्याउनु पायो खेती भन्ने ल खाऊ, तिमीहरूको दुःख खाऊ भन्ने दिने नि। अरू केही गर्नुपर्छ? रेकर्ड गरे सो योर गाइज होइन, गोरुको लागि चाहिँ शाकाहारी अन्नहरू अनि दुध केरा चामल पकाएर अनि ढुट्टो मिसाएर चाहिँ हामीले दिन लगाइरहेको छ हाम्रो नन्दी महाराजलाई। यो चाहिँ हाम्रो गोठ। अब हामी जाँदैछौँ हाम्रो गोठको गोरु भेट्न। अनि त्यसपछि चाहिँ हामी गोरुको पूजा गर्छौँ। त्यसपछि अनि टक्क लगाएर यो चाहिँ हाम्रो गोठ हो। यहाँनिर 2टा गोरु अनि एउटा गाई एउटा भैँसी अनि एक-एकवटा भैँसीको नानी र गाईको नानी छ। यहाँ माथिबाट हाम्रो पुसा आउँदै हुनुहुन्छ, पुसाले पूजा गर्नुहुन्छ। अनि त्यसपछि अनि हामी पूजा गरेर दिन्छौँ है। ल पुसा ल पुसे उहाँ चाहिँ हाम्रो पुसे होइन, गोरुलाई मात्र दिने रे। ल कहाँ भैँसीलाई पूजा गर्छ त हौ तपाईँ पनि? अरे भैँसीलाई पूजा गर्नु भने काललाई पूजा गर्नु बराबर। हाम्रो पुसाले चाहिँ यहाँ मल्दै हुनुहुन्छ टक्क लाएर। युट्युबमा हाल्ने हो कि पुसाइ? फाइनल्ली मल्दै हुनुहुन्छ अनि त्यही खानिदिने लास्टमा। गोबर नि सोरेन कि आज त? खै बाजेले सोरे कति छ र सोरे थिएला नि हजुर नि। ल फाइनली काम सकियो। अब यहाँ हाम्रो पुसाले चाहिँ टिका लगाउँछ। हाम्रो चाहिँ यो 2टा गोरुको नाम खान पाएँ हामीले। अब खेतीपाती थन्किसक्यो। अहिले खानेकुरा पनि लाउने ल पक एकछिन पक ल। ए मिर्गनी रहेछ मिर्गनी। फेरि नि जोड्नुपर्छ, खेती गर्नुपर्छ। हेर केटा हो ढुक्करी। अब पक मोलेर दिन्छ। हवस् बलाउँछ, आँखा देख्छ। ल मुत्यो त नि।
खान नपारे नि मरा डरले चिसलाई सरर लाएर चाहिँ अब चाहिँ फाइनल्ली सब कुरा दिँदैछ यहाँ कुसाले तिमीहरू कमाइ खा बल्ल हामी अहिले पछि खाने हो भन्छ खा पहिला यो बस्तालो नि दिन्छ अहिले किन जाने बस्न पहिला जोत्ने गोरुलाई खानिदिनु परेन तैँले जोते भन्छ यसो आँखा के भएको पो छ यो यता यता देब्रेपट्टि दादा नि सिधा अहिले हानिदिइहाल्नु कि हाल्दै उता ए सुई यहाँ मासु पोलाइ दादा ठाउँमा कति केजी जति होला यो 60-70 किलो छ बढी होला नि 1 क्विन्टल त होला 80 सम्म छ कि मैले सक्दैन फेरि यहाँ सामान पऱ्योलाई किन सुइहाल्नु कि यहाँ छाम्न पर्यो नि त नि के छाम्ने कन्याउनु पर्यो नि त नि फेरि अनि कतिको तर्किन्छ भोलि मेला चाहिँ छैन नभए भोलि नगाउला नि अनि हान्ने यो हालिसक्यो मलाई त्यसले हान्छ डुमेदालाई घाँटी बनाइदिन्छ काइमाल हाल्ने हामी ल फाइनली सबै कुरा दिइसकेका छौँ गोरुलाई आज नगी विशेष कार्यक्रम हिजो औँसी थियो आज नगी र म परदेशबाट घर आफ्नै जन्मभूमि आइसकेका छौँ फाइनल्ली होइन यो तल चाहिँ अमृतसर रोपेको छ सिधै तल यो पुरै होइन अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु मेरो घर मेरो ठाउँ म जन्मेको जन्मभूमि र यहाँ तपाईँको यो भैँसीहरू छ यता चाहिँ भैँसी छ यो चाहिँ भैँसी नानी टक्क लाएर आफ्नो जन्मभूमि आफ्नो गाउँ आफ्नो हुर्केको ठाउँ खेले बढेको ठाउँ सबलाई अवश्य पनि प्यारो लाग्छ त्यस्तै हो मलाई पनि अब यही हो मिस्टर धीरजको घर यो चाहिँ घरको धारा कुन्यो यो भर्खर नयाँ धान भित्र गयो बाँकी चाहिँ लाग्नै बाँकी छ यो चाहिँ घर यो चाहिँ मेरो घर हो दुइटै घर आफ्नै हो होइन अलिअलि सजाएर राखेको छ टक्क लगाएर रौसी बार्दैछ यहाँ मम्मीले यहाँ सफा गर्दैछ पर्सि सोमबार सत्यनारायण पूजाको लागि चाहिँ फुल लिएर आउनु हिजो पुछाले यहाँ आमा बोजूले चाहिँ अनि टपरा बुन्दैछ ल को हुनुहुन्छ